स्वप्न सुमनले लेखेको यो गीत। यस्तै भाव भएको अर्को एउटा कालजयी नेपाली गीत पनि छ। रक्तम अधर छ तिम्रो नलाए हुन्छ। स्वप्न सुमन र समीर श्रेष्ठ अनि फतेमानले गाएका यी दुवै गीतमा एउटा सुन्दर समानता छ। दुवै गीतको पात्रले आफ्नो प्रेमिकालाई जस्तो हो त्यस्तै रहन उत्साहित गर्छ। अर्थात् दुवै गीतको जोड छ कि तिमी जे छौ आफै राम्रो छौ, त्यसमा धेरै श्रृङ्गार गरिराख्नै पर्दैन। उदाहरणको लागि अच्युत कृष्ण खरेलद्वारा लिखित अनि फतेमानद्वारा सङ्गीतबद्ध यो गीतको एउटा लाइनले भन्छ, माथिको स्वर्ण तिम्रो मुहारको कान्ति। स्वर्ण अर्थात् सुन। यो गीतको जोड छ कि तिम्रो मुहारको कान्ति अर्थात् सौन्दर्य अर्थात् तेज आफै नै चाँदीमाथि सुन राखे जस्तै राम्रो छ। अर्थात् तिम्रो सौन्दर्य यसै राम्रो छ, त्यसलाई बढाउने भनेर तिमीले फाहा अर्थात् कुनै श्रृङ्गार नलाए हुन्छ। यस्तै खाले भाव तपाईँले स्वप्नको गीतमा पनि व्यक्त भएको पाउनुहुन्छ, जहाँ उनी लेख्छन्, तिम्रो रूपलाई श्रृङ्गारले नढाक किनकि चन्द्रमामा पनि दाग हुन्छ। यति मात्र होइन, संयोगले दुवै गीतमा गाजलको प्रसङ्ग पनि आउँछ। स्वप्नको गीतले भन्छ, यस्तै भाव रक्तिम गीतमा पनि छ। तिम्रो गाजल नलागे हुन्छ। पुस्ता फरक होला, तर यी दुवै गीतका पात्रले आफ्नो प्रेमिकाको स्वाभाविक सौन्दर्यलाई मन पराएका छन्। दुवै गीतले उनीहरूलाई उनीहरू जे हुन् त्यस्तै देखाउन भनेका छन्। सुन्दर छैन त? तपाईँलाई यी दुई गीतमा मनपर्ने लाइन कुन हुन् कमेन्ट गर्नुहोला, अनि फेरि एकपल्ट सुन्नुहोला